दर्शक महानुभावहरू नमस्कार। म रमेश मल्ल आरबी न्युज च्यानलमा हार्दिक स्वागत छ। दर्शक महानुभाव, दृश्यमा देखिरहनु भएको यो स्थान हो हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका वडा नम्बर 3 रामाको कालिका मन्दिरको स्थलमा हो। दर्शक महानुभाव, यो नवमीको दिनमा चाहिँ यहाँ राँगा पाठा काट्ने गरिन्छ र यहाँ थुप्रै राँगाहरू देख्न सक्नुहुन्छ र यहाँ कसरी राँगा पाठालाई बलि चढाइन्छ र यहाँका राक्षसहरूलाई चाहिँ खुसी पार्नको लागि यहाँ चाहिँ राँगालाई चाहिँ बलि दिने काम गरिन्छ। आउनुहोस् हामी भिडियो हेर्नेछौँ अनि भिडियो चाहिँ अन्तिमसम्म हेरिदिउँ। दर्शक महानुभावहरू, तपाईँले हेर्नु भएको चाहिँ यो कालिका मन्दिरको दुवाडी चौर हो। यो दुवाडी चौरको यो नम्बर छ 7 नम्बरको राँगा हो। यो राँगालाई पनि काट्नको लागि एकजना मान्छे चाहिँ एकदम तयारी अवस्थामा चाहिँ हातमा तरबार समातेर चाहिँ उभिनु भएको छ र लाखौँ त भन्न मिलेन तर हजारौँजना व्यक्तिहरूको चाहिँ एकदम बाक्लो भिडभाड छ र यताउताबाट चाहिँ आफ्ना छतहरूबाट चाहिँ हेरिरहनु भएको छ। दर्शकहरूले एकदम रमाइलो भएर चाहिँ हेरिराख्नु भएको छ र यो भिडियो चाहिँ एकदम अन्त्यसम्म हेर्नुहोला र अन्तिममा पनि राँगाहरू कति काटिएका रहेछन् भन्ने कुरा पनि म डिटेल भिडियो मार्फत देखाउँछु। भिडियोलाई चाहिँ माया गर्नुहोला, सपोर्ट गर्नुहोला, लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नुहोला। हस्त धन्यवाद, नमस्कार। हेर्न सक्नुहुन्छ दर्शक महानुभावहरू, यो स्थान हो कालिका मन्दिरको जुन तलपट्टिको चाहिँ जो आँगनतिर छ। यो राँगालाई देखाइरहेको छु र यहाँ हेर्नुहोस् त, यसरी चाहिँ राँगाले चाहिँ आफ्नो बलिदान गरेका छन् अथवा राँगाको हत्या गरिएको छ र यसरी चाहिँ राँगाको हत्या गरेपछि यहाँका देवी देवताका वाहन भन्ने गरिन्छ। ती वाहनहरू खुसी हुन्छन् भन्ने यहाँको चाहिँ एउटा पुरानो चलन रहेको छ र त्यस कारणले चाहिँ यो 8वटा राँगाहरूको चाहिँ यहाँ हत्या गरिएको छ र यसरी चाहिँ दर्शकहरूको एकदम बाक्लो उपस्थिति पनि छ र यो स्थानलाई हेर्न सक्नुहुन्छ। यो चाहिँ ताजाकोट गाउँपालिका वडा नम्बर 3 को यो दुवाडी चौर हो। यो चौरमा पनि यसरी राँगालाई काटिएको छ। यस्तो तरिकाको यो हेर्दाखेरि नै अर्कै खालको लाग्ने खालको यो दृश्य छ दर्शक महानुभावहरू।